शमशान घाट बीच चितामा शमशान घाट बीच चितामा खरानी बनाउन लारू छ यो जिन्दगीको छैन भरोसा आज हो कि भोलि हो यो जिन्दगी परिवार को कृष्ण बढाए मोह भ्रम जन्म पर्नु छ घर परिवार को कृष्ण बढाए मोह जन्म पर्नु छ निस दिन भजन गरौँ श्री राज श्यामको निस दिन भजन करूं श्री राधा श्यामको दुई दिनको जन्म यो जिन्दगीको छैन भरोसा आज हो कि भोलि हो यो जिन्दगीको आत्माको साथमा आएको सुन्दर ज्ञान सुन्दर तनलाई जग्नु छ आयो एक्लै जानु छ एक्लै आयो एक्लै जानु छ एक्लै प्रेम सेवालाई लानु छ यो जिन्दगीको छैन भरोसा आज हो कि भोलि हो यो जिन्दगीको क्षणभङ्गु छ यो जीवन हाम्रो प्रेम भक्तिले धनी गुणगान क्षणभङ्गु छ यो जीवन हाम्रो प्रेम भक्तिले धनी गुणगान विकट भव सागर पार तारू विकट भव सागर पार तारू धनी चरण बलि बलि जाऊ यो जिन्दगीको छैन भरोसा आज हो कि भोलि हो यो जिन्दगीको बोलो श्री प्राणनाथ प्यारे की सद्गुरु महाराज की त्यस्तो प्रकारले प्राणाधार आत्मा सम्बन्धी प्यारे सुन्दर साजिम सजनवृन्द चारौं युगको मध्ये सर्वप्रथम अहिले हामी स्थितिमा छौं यसलाई कलियुग भन्दछौं कलियुग कर्मभूमि हो कर्मको माध्यमद्वारा जस्तो प्रकारको हामी कर्म गर्दछौं अवश्य मेव वक्तव्यम कृत कर्म शुभाशुभम कर्मको फल अवश्य मिल्दछ त्यसै अनुसार जब हामी द्वापर युगको अन्दर ब्रज मण्डलमा आयौं उस दिव्य अखण्ड परम धामदेखि हाम्रो आत्मा यो संसार रूपी सागरलाई देख्नको लागि संसारको खेललाई हेर्नको लागि सर्वप्रथम हामी कहाँ आयौं ब्रज मण्डलमा आउँदछौं ब्रजभूमिमा आउँदछौं तो जब मथुरा नगरीको अंदर ध्यानले सुन्नुहोस् है प्रसङ्गलाई अलिकति छोट्याएर भन्छु म मथुरा नगरीको अंदर जुन वासुदेव और देवकी कहाँ बन्द हुनुहुन्थ्यो कंसको कार्यगृहमा धेरै वर्ष पश्चात जब श्री राजी महाराज को यस संसारमा आउने समय हुँदछ
किन भन्दाखेरि यो शरीर कसले धारण गर्छ? जीवले धारण गर्दछ। आत्मा त जन्मरूपी चक्रबाट मुक्त छ। 3 प्रकारको सृष्टि मध्ये जन्मनु र शरीरलाई धारण गर्ने दुःख सुखको लीलालाई भोग्ने को छ? हाम्रो जीव छ। त्यसै कारणले जीव कसको अंश हो? विष्णु भगवानको। विष्णु भगवानजी अर्जुनलाई सम्झाउनुहुन्छ कि हे अर्जुन, सम्पूर्ण सचराचर प्राणीहरू संसारमा जति पनि यो मृत्युलोक अन्दर जति पनि प्राणीहरू छन् ती सबै मेरै अंश हुन्। गीतामा भन्नुहुन्छ कि मम एव अंश जीवलोके जीवभूत सनातन मनस्ष्ठानि इन्द्रियाणि प्रकृतिस्थानि कर्षति। हे अर्जुन, सम्पूर्ण सचराचर प्राणी जति पनि मृत्युलोकमा देखा परेका छन् ती सबै मेरै अंश हो, मद्वारै उत्पत्ति भएका हुन्। त्यसै कारणले यो 5 तत्त्वको शरीर कसले धारण गरेको छ? जीवले धारण गरेको छ। अब परब्रह्म परमात्मा पनि आउनु पर्यो यसै 5 तत्त्वको शरीरलाई धारण गरेर, किनभने परमधामको कुनै पनि चिज यो संसारमा आउन सक्दैन। परब्रह्म परमात्माको जुन नुरी स्वरूप छ, अखण्ड स्वरूप छ, सच्चित आनन्दको जुन स्वरूप छ त्यो यो संसारमा आउन सक्दैन। भनाइ छ कि चाँदनी चोकको जुन एक वृक्षको, चाँदनी चोकमा जुन लाल हरा वृक्ष छन् परमधाममा, चाँदनी चोकको एक वृक्षको पत्तामा यस्तो करोडौं